MCL का अनबिटेन टिम 12 का कप्तान हामीसँग आइसक्नु भएको छ। सबभन्दा पहिले तपाईलाई स्वागत छ। र यो टुर्नामेन्ट तपाईले एज अ एक्सपिरियन्स प्लेयर नेशनल खेलिसकेका इन्टरनेशनल गेमहरु एक्सपोजर पाइसकेका जुनियर्सको लागि र ओभरअल टिमको एक्सपिरियन्स के भइरहेको छ यो टुर्नामेन्टमा? फर्स्ट अफ अल कङ्ग्रेचुलेसन हैन मधेस क्रिकेटलाई हैन जुन यस्तो राम्रो अर्गनाइज गर्नुभएको छ टुर्नामेन्ट हैन म्याचेसहरु खोजिरहेको छ प्लेयरहरु सो म्याचेसहरुको लागि एकदम यो चाहिँ मधेस क्रिकेट लिग भइरहेछ सो इच एन्ड एभ्री प्लेयरको लागि गुड अपर्च्युनिटी हो जुन हाम्रो मधेसमा एकदम निड थियो किनकि हरेक प्लेयरले म्याच एक्सपोजर म्याचेसहरु मात्र खोजिरहेछन् सो यति म्याच हुनु हैन सब टिमसँग खेल्नु लिग म्याच हुनु मलाई लाग्छ कि हरेक यङस्टरको लागि एउटा इम्पोर्टेन्ट हुन्छ हैन म्याच एक्सपोजर अनि हाम्रो टिमको लागि मधेस क्रिकेटको लागि पनि एकदम राम्रो स्टार्ट हो हैन यो टुर्नामेन्टहरु यस्तो टुर्नामेन्टहरु अझै राम्रोसँग भइदियो भए अब डेज म्याच पनि भइदियो अझ राम्रो हुन्थ्यो। वन वर्डमा भन्ने हो भने अहिलेसम्मको ओभरअल एक्सपिरियन्स हो टुर्नामेन्टको? मलाई लाग्छ कि सबभन्दा ठुलो टुर्नामेन्ट हो यो हैन मधेसमा सबभन्दा ठुलो टुर्नामेन्ट किनकि यस्तो यति लिग म्याचेस हैन 2020 हैन अब मलाई लाग्छ कि अहिलेसम्मको राम्रो सुरुवात भएको छ एउटा तर अझै कन्टिन्यू हुन्छ भन्ने म आशा राखेको छु। यो गेममा तपाईले आफ्नो पर्सनल कति कन्ट्रिब्युसनहरु गर्न खोज्छु त्यो सोचिरहनु भएको छ कुनै माइन्डसेट छ? एक्चुअली अहिले त म टिम एज अ टिम वाइजमा अब 12 क्याप्टन भएपछि त मेरो टिम राम्रो गरिरहेछ हैन सो सबलाई अपर्च्युनिटी दिइरहेको छु हैन किनकि सबले अपर्च्युनिटी इक्वल पाओस्। अब मेरो भन्दाखेरि मेरो पनि टार्गेट छ तर अहिले मैले भरमा पर्फर्मेन्स गर्न सकिरहेको छैन सर होपफुली नेक्स्ट म्याचमा चाहिँ पर्फर्मेन्स गर्नेछु। ओभरअल तपाईको फ्यान्सको लागि जुन अनलाइनमा अफलाइन ग्राउन्डमा आएर तपाईले सपोर्ट गरिरहनु भएको छ तपाईको फ्यान्सको लागि के भनिदिनु पर्यो? एकदमै थ्यांक यू भन्न चाहन्छु फ्यानलाई हैन यसरी माया गरिदिनु भएकोमा तर म चाहन्छु फ्यानको लागि कि अझ राम्रोसँग माया गरिदिनु हैन सपोर्ट गरिदिनु मधेस क्रिकेट लिगलाई पनि राम्रोसँग वाच गरिदिनु युट्युबमा हैन। बेस्ट अफ फर योर अपकमिङ गेम्स र होपफुली यो टुर्नामेन्टको यो जुन सिल देखिरहेको छ त्यो तपाईहरु लाग्नुहुन्छ भनेर। थ्यांक यू सो मच। बाइ बाइ।